माइग्रेन भनेको के कारणले हुन्छ त यसको समाधान के हो विशेष गरेर माइग्रेन हुने भनेको तनावको कारणले जब हामी धेरै तनावमा रहन्छौँ त्यसपछि हामीलाई माइग्रेनको समस्याहरू आउँछ टाउको दुख्ने एउटा भाग एकदमै दुखाइ हुने सहनै नसक्ने हुने एकदमै घबराहट हुने मान्छेले दिमागले कामै नगर्ने यस्तो खालको हुन्छ यो पहिला कुरो के छ भन्दा यो हुनुको कारण भनेको अहिले मैले भने तनावको कारण हामीले एकदमै गरे तनावलाई कम गर्नु पर्यो जे छ त्यसमा खुसी रहन पर्यो कम्प्लेन जिरो कम्प्लेन भनेको के हो भन्दा कम्प्लेन भनेको यो भएन त्यो भएन डिस्कानो त्यस्तो उ त्यस्तो यावत कुरा हुन्छ यो संसारको यो हरेक कुराबाट बाहिर हुनु पर्यो यो संसारमा भने जस्तो कसैलाई पनि हुँदैन सोचे जस्तो कसैलाई पनि हुन्छ एकदमै आनन्दित रहने जे छ त्यसमा खुश रहने जब त्यो गर्नुहुन्छ तपाईको माइग्रेनको समस्या ठिक हुन्छ मेरो समस्या पाइल छको दिशा गर्दाखेरिमा एकदम कुखुरा काटे जस्तै हलहली रगत आउने वैदिक आयुर्वेदमा आएर डाक्टरलाई भेटे सल्लाह गरेपछि अपरेसन गरिदिनु भयो गरेपछि 15 दिनसम्म मलाई एकदम क्लियर हुन थाल्यो कि त्यहाँदेखि 1 महिना भन्दा सबै क्लियर छ अहिले मलाई सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली